ल आज अलिकति पढ्छौँ हामी। अब हाम्रो यहाँ बिमा सम्बन्धी व्यवस्था छ। अब बिमा सम्बन्धी व्यवस्था के छ त भन्दाखेरि जस्तो हैन 20 वर्ष अवधि पुग्यो भने 1 लाखको बिमा हुन्छ साथीहरू यसमा है। शिक्षकको यदि शिक्षकको बिमा गरेको छ भने उसले 20 वर्ष अवधि नपुग्दै शिक्षकको मृत्यु भयो भने फेरि त्यो पनि उसले त्यो बिमाबाट पनि उसले थोरै 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 रकम पाउँछ है त। जस्तै अब हेर्नुहोस् त 1 वर्षभन्दा कम अवधि 1 वर्षभन्दा कम अवधि भयो भने कति बिमा पाउने है त। 1 वर्षभन्दा कम भयो भने बिमा रकम यो 1 लाखको हो साथी हो है। यदि यो 1 वर्षभन्दा कम चाहिँ अवधि सेवा गर्यो भने बिमा बापत कति पाउँछ त भन्दा 10,000 पाउँछ है त। यो समय अनि पाउने रकम 1 वर्षभन्दा कम समय गर्दा उसले 10,000 पाउँछ। 1 वर्षभन्दा कममा 10,000 है त। 1 वर्षदेखि साथीहरू 5 वर्षसम्म काम गर्यो भने यदि 1 वर्षदेखि 5 वर्ष काम गरेर उसले छोड्नु पर्यो भने कति पाउँछ होला भन्दाखेरि 25,000 पाउँछ है। 1 वर्षदेखि 5 वर्षसम्म उसले पाउने 25,000 हो भने 5 देखि 10 वर्ष भयो। 5 देखि 10 वर्षसम्म पाउने रकम कति हो त 5 देखि 10 भनेको 50,000 बिमा बापत। अब 10 देखि 15 वर्ष काम गरे कति पाउँछ त हैन। 10 देखि 15 वर्षसम्म काम गर्यो भने उसले कति पाउँछ भन्दा 75,000 पाउँछ है। 10 वर्षदेखि 15 वर्षसम्म काम गर्यो भने कति पाउँछ त भन्दा 75,000 पाउँछ बिमा बापत है त। अब 20 वर्षसम्म काम गरेको शिक्षकले 1 लाख है। 20 वर्षसम्म काम गरेको शिक्षकले कति भन्दा 1 लाख पाउँछ भनेर सम्झिने। अब यसलाई सम्झिनलाई सजिलो छ साथीहरू। यहाँ हेर्नु होला 1 वर्षको 10,000 है। 5 वर्षको 25 5 × 5 10 वर्षसम्म 50 10 × 5 है त। 15 वर्षसम्म 75 15 × 5 है। 20 वर्ष वा सोभन्दा बढी अथवा 20 वर्षसम्म काम गर्यो भने 20 × 5 गरेर 1 लाख भनेर यसरी याद गर्न सजिलो छ यो है। अब हामी के त भन्दा शिक्षकका आचार संहिता है त। शिक्षकले पालना गर्नुपर्ने आचार संहिताको बारेमा हेरौँ है। शिक्षकले के कस्ता आचार संहिताहरू पालना गर्नुपर्छ त भन्ने विषयलाई हेरौँ। शिक्षकले पालना गर्नुपर्ने आचार संहिता। ल शिक्षकले पालना गर्नुपर्ने आचार संहिताहरू के कस्ता आचार संहिताहरू शिक्षकले पालना गर्नुपर्छ भन्दाखेरि शिक्षकले आफूलाई खटाइएको ठाउँमा गएर तोकिएको काम गर्नुपर्छ। आफूलाई जुन ठाउँमा खटाइएको छ जहाँ आफूलाई नियुक्ति दिएको छ हैन जहाँ चाहिँ आफूलाई चाहिँ पदस्थापन गरिएको छ त्यो ठाउँमा गएर के गर्नुपर्छ भन्दा तोकिएको काम गर्नुपर्छ है। शिक्षकले त्यो कुरा लेख्नु होला। आफूलाई खटाइएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने एउटा काम यो हो। आफूलाई जे ठाउँमा खटाइएको छ जुन ठाउँमा खटाइएको छ त्यो ठाउँमा गएर तोकिएको काम गर्नुपर्छ है त। अर्को भनेको आफ्नो मुख्य लक्ष्य अध्ययन र अध्यापनलाई सम्झिनुपर्छ। शिक्षकले विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिएर अध्ययन अध्यापनलाई आफ्नो मुख्य लक्ष्य मान्नुपर्छ है त। यो कुरा पनि बुझ्नु होला। विद्यार्थीलाई योग्य बनाउने उद्देश्य लिएर अध्ययन अध्यापनलाई मुख्य विषयको रूपमा मान्नुपर्छ है त। अथवा मुख्य विषय अथवा उद्देश्य हुनुपर्छ उद्देश्यको रूपमा लिनुपर्छ है त। ल हेर्नुहोस् यस्तो गर्नुपर्छ। शिक्षकका आचार संहिता भनेको यिनै हुन्। ठिक छ कुरा बुझ्नुभयो। अनि कुनै पनि शिक्षकले कुनै पनि भाषा सम्प्रदाय धर्म हैन धर्म विरोधी हैन विरोधी शिक्षक तथा विद्यार्थी वर्गमा हैन यस्ता कुराहरू भावनाहरूलाई फैलाउनु हुँदैन। कुनै पनि भाषा धर्म सम्प्रदाय सम्बन्धी विरोधी भावनाहरू के गर्नु हुँदैन त भन्दा शिक्षक तथा विद्यार्थी माझ फैलाउनु हुँदैन है। यो कुरा पनि साथीहरूले बुझ्नु होला है त। अनि अर्को भनेको निर्धारित समयमा नियमित रूपले विद्यालय जाने शिक्षकले गर्ने के हो त भन्दा निर्धारित समयमा हैन कति समयमा जाने हो भन्दा बिहान 10 बजे विद्यालय जाने गएर विद्यालयमा आएर गएको समयलाई हाजिर चाहिँ राम्ररी गर्ने है। र यदि बिदा लिनुपर्छ भने पहिले नै बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थिति नहुने भन्छ शिक्षकका आचार संहितामा त्यो पनि छ। ल शिक्षक निर्धारित समयमा नियमित रूपमा विद्यालय जाने है। शिक्षक निर्धारित समयमा नियमित रूपमा
विद्यालयमा जाने र विद्यालयमा गएपछि के गर्नु पर्यो त भन्दाखेरि विद्यालयमा नियमित गएर हाजिर जनाउनु पर्यो है। अनि पहिले नै बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थिति नहुने है त। जाने अनि हाजिर जनाउने र पहिले नै बिदा नलिई है, पहिले नै बिदा नलिइकन विद्यालयमा उपस्थिति हैन अनुपस्थिति नजनाउने, विद्यालयमा अनुपस्थिति नजनाउने, अरू आफ्नो चाहिँ कुनै पनि सेवा कुरामा मतलब साध्य गर्ने मनसायले आफ्ना कामहरू बनाउनका लागि, आफ्ना भूमिकाहरू बनाउनका लागि हैन कुनै पनि राजनीतिक हैन अवाञ्छनीय प्रभाव पार्न नहुने भनेको छ। त्यो भएर राजनीतिक प्रभाव पार्न नहुने भनेको आफ्नो फाइदाका लागि कसैलाई पनि है राजनीतिक अवाञ्छनीय प्रभाव पार्न नहुने। शिक्षकले राजनीति गर्न नहुने त भने छ। र आफ्नो फाइदाका लागि कसैलाई पनि असर पर्ने गरी हैन विभिन्न किसिमका राजनीतिक दलहरूसँग मिलेर राजनीतिक दलहरूलाई भनेर त्यो कसैलाई पनि अप्ठ्यारो पार्न नहुने, यो पनि शिक्षकको आचार संहितामा पर्छ है त। अनि विभिन्न किसिमका चाहिँ सूचना जानकारी हैन यस्ता माध्यमबाट भाषण प्रसारित, सार्वजनिक भाषण हैन दिने, सरकार विरोधी सार्वजनिक भाषण दिने, विभिन्न टेलिभिजन तथा सूचना माध्यमबाट भाषण गर्ने हैन, कुरा बुझ्नु भने सरकार विरोधी सूचनालाई चाहिँ सरकार विरोधी अथवा सरकारमा सूचना तथा प्रविधिमा खलल हुने गरी सरकार विरोधी विषयमा भाषण गर्ने, अन्तर्वार्ता दिने है, सूचना सम्प्रेषण गर्ने जस्ता कार्यहरू गर्न नहुने है त। के को बारेमा भन्दाखेरि यसैको बारेमा सरकार विरोधी विषयमा भाषण गर्ने, अन्तर्क्रिया गर्ने, सूचना दिने हैन त्यस्ता सम्प्रेषण गर्ने जस्ता क्रियाकलापहरू पनि शिक्षकले गर्न हुँदैन। ल अनि अर्को फेरि अनि अब जुन आफूले चाहिँ पढाइरहेको विद्यालय भन्दा बाहिर काम गर्न नहुने कसले त भन्दा सामुदायिक विद्यालयका शिक्षकहरूले। सामुदायिक विद्यालयका शिक्षकहरूले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृत नलिकन आफू बाल रहेको विद्यालय भन्दा बाहिर काम गर्न नहुने, त्यो कुरा पनि छ है। जस्तै कुनै पनि शिक्षकले कसको त भन्दा विव्यस विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको अनुमति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने, आफू बहाल रहेको विद्यालय भन्दा बाहिर कुनै पनि काम गर्न नहुने भन्छ। अनि विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिन नहुने है। विद्यार्थीलाई चाहिँ शारीरिक र मानसिक यातना दिन नहुने, विद्यार्थीलाई यातना दिन नहुने है। अनि नेपालको सार्वभौमसत्ता अखण्डतामा आँच आउने गरी देशको शान्ति सुरक्षा हैन, अनि त्यसपछि वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, अदालतको अवहेलना हैन अथवा कुनै पनि कार्यालयमा अधिकृतको कानुनद्वारा निर्धारित कर्तव्य पुरा गर्नमा चाहिँ बाधा विरोध हुने गरेर विभिन्न किसिमका प्रदर्शन, हडताल, थुनछेक तथा घेराउ गर्न नहुने है त। बाधा पुग्ने गरेर हडताल है त, आन्दोलन है त, थुनछेक यस्ता कामहरू गर्न नहुने। कसलाई बाधा पुग्ने गरी भन्दाखेरि नेपाल सरकारको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी, ठिक छ। प्रदर्शन गर्न नहुने, हडताल गर्न नहुने, हडताल, आन्दोलन, थुनछेक र प्रदर्शन गर्न नहुने भनेर शिक्षकका आचार संहिताहरू यिनी छन्। अब विद्यार्थीहरूले पालना गर्नुपर्ने आचार संहिता के छन् त? शिक्षकका त भयो, अब विद्यार्थीले के गर्नुपर्छ है? अब विद्यार्थीहरूले पालना गर्नुपर्ने आचार संहिता है त। ल एक नम्बरमा त के गर्नु पर्यो भन्दा विद्यार्थीले त शिक्षकको आदर सम्मान गर्न पर्यो, आज्ञा पालन र आदर गर्नु पर्यो है। विद्यार्थीले गर्ने भनेको शिक्षकले के भन्छ शिक्षकको आज्ञा पालन गर्न पर्यो, अनि के गर्न पर्यो त भन्दा आदर सम्मान गर्न पर्यो है। आदर गर्न पर्यो, आदर गर्ने, शिक्षकको आज्ञा पालन गर्ने र आदर गर्ने है त। अर्को भनेको विद्यालय बाहिर हैन, विद्यालय बाहिर वा जहाँसुकै, विद्यालय भित्र बाहिर जहाँसुकै पनि अनुशासनमा बस्ने, विद्यालय भित्र मात्र होइन, कक्षा कोठाभित्र मात्र होइन, जता पनि अनुशासनमा बस्नु पर्यो साथीहरू। विद्यालय भित्र अथवा बाहिर है
के गर्ने त भन्दा अनुशासनमा बस्ने, विद्यालयभित्र बाहिर अनुशासनमा बस्ने। अर्को भनेको विद्यालयले आयोजना गरेका कार्यक्रममा सक्रिय रूपमा भाग लिनुपर्छ है त। यो पनि जान्नु पर्यो साथीहरू। विद्यालयले आयोजना गरेका हैन चाहिँ कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिने। ल, विद्यालयले आयोजना गरेका कार्यक्रममा के गर्नुपर्छ? सक्रिय रूपमा भाग लिनुपर्छ है त। अनि सबैसँग शिष्ट व्यवहार गर्ने। अनि अर्को भनेको व्यवस्थापन समितिले निर्णय गरेका आचार संहिताहरूको पालना गर्ने है त। यो कुरा पनि लेख्नु होला। सबैसँग शिष्ट व्यवहार है, सबैसँग शिष्ट व्यवहार गर्ने हैन। अनि आचार संहिता पनि पालना गर्ने। के त भन्दा विद्यालय व्यवस्थापन समितिले निर्धारण गरेका आचार संहिता पालना गर्ने है त। विद्यालय व्यवस्थापन समितिले निर्धारण गरेका आचार संहिता पालना गर्ने हो। ल, राष्ट्रियता, भाषा, के अरे त्यसको संस्कृति, धर्म हैन उत्थानका निमित्त सधैँ के गर्न पर्यो भन्दा प्रयत्नशील रहनु पर्यो। त्यो पनि लेखौँ। राष्ट्रियता हैन, नेपालको राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानका लागि है। राष्ट्रियता, भाषा र संस्कृति उत्थानका लागि, संरक्षणका लागि सधैँभरि प्रयत्नशील रहने है। अब सजाय सम्बन्धी है त। सजाय सम्बन्धी यो भनेको धेरै महत्त्वपूर्ण, इम्पोर्टेन्ट, टु मच इम्पोर्टेन्ट यो। अब उचित र पर्याप्त कारण भयो भने शिक्षकलाई देहाय भूमिका सजाय गर्न सकिन्छ भनेको छ है त। उचित र पर्याप्त कारण भएमा शिक्षकलाई देहाय बमोजिमका हैन सजाय गर्न सकिन्छ भनेको छ। शिक्षकले पाउने सजायहरू कस्ता कस्ता हुन् त? यो चाहिँ परीक्षाका दृष्टिकोणले एकदम इम्पोर्टेन्ट छ है साथीहरू, बुझ्नु होला। शिक्षकले पाउने सजायहरू के हुन् त भन्दा 1 नम्बरमा नसिहत दिने है। यसको बारेमा पुरै हामीले डिटेलमा पढ्नेछौँ। अहिले हामीले सर्फेस लेख्छौँ मात्रै। नसिहत दिने है त। यो नसिहत दिने भनेको सामान्यतया शिक्षकलाई चाहिँ सजग गराउने हो क्या, नसिहत दिने। शिक्षकले पाउने सजायमा अर्को भनेको बढीमा 5 वर्षसम्म बढुवा वृद्धि रोक्ने अथवा तलब वृद्धि रोक्का गर्ने है। बढीमा 5 वर्षसम्म तलब वृद्धि भनेको ग्रेड रोकिदिने, तलब वृद्धि रोक्का गरिदिने। बढीमा 5 वर्षसम्म तलब वृद्धि रोक्का गरिदिने। त्यसै गरेर बढीमा 2 वर्षसम्म बढुवा रोक्का गर्ने है। बढीमा 2 वर्षसम्म बढुवा रोक्का गर्ने। बढीमा 2 वर्षसम्म के गर्ने त भन्दा बढुवा रोक्का गरिदिने। र भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरेर है त नोकरीबाट हटाउने। भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी, शैक्षिक नोकरीका निमित्त भविष्यमा अयोग्य ठहरिने गरी र नठहरिने गरी है त। अयोग्य नठहरिने गरी लेखौँ पहिला है त। अनि केबाट हटाउने त भन्दा सेवाबाट हटाउने अथवा नोकरीबाट हटाउने है। नोकरीबाट हटाउने। हेर्नुहोस् है, भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरेर सेवाबाट हटाउने, नोकरीबाट हटाउने हो भने अर्को फेरि भविष्यमा शैक्षिक नोकरीका निमित्त अयोग्य ठहरिने गरेर। ठिक छ। यहाँ हेर्नुहोस् 5 नम्बरमा फेरि भविष्यमा शैक्षिक नोकरीका निमित्त नोकरीका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने अथवा नोकरीबाट हटाउने। ठिक छ। नोकरीबाट बर्खास्त गर्ने। यो कुरा बुझ्नु होला है साथीहरू। अब आजलाई यति गरौँ, बाँकी कुरा हामीले भोलि गरौँला है त। सम्पूर्ण साथीहरूलाई सक्रिय सहभागिताको लागि धन्यवाद।